योगेश्वरगुरु भगवन् कृष्णस्तरीय पदवन्दन वन्दनान्ते अद्वैतमि विशदोवान् अब त्यो वर्णी गर्ने सामान चाहियो बिराला पिठो ल्याएको र कन्क्लेभ छ नि भोलिको यसमा पार्टिसिपेसन बाई इन्भिटेसन हो यो पानबाट फोन गर्नुभएको खोइ त यहाँ सुरु गरेपछि भन त्यसै फर्काएपछि अनि चिन्न नखोज्ने क्या मान्छे आफ्नो मान्छे चिन्न नखोज्ने हेमराज दाजु अलि थोरै उता है साइडमा एकादशाहे मध्यमोत्तम श्राद्धांतर्गत षष्ठदानादि संसर्गादि तथा द्वादशाहे सपिंडीकरण प्रवेशार्थम उत्तरपादेय श्राद्धादि अर्घ्य प्राप्त
थिएँ त्यो पूर्वकम वर्गनामय हवनादि तथा अनिष्टादि त्यसमा सबैलाई पञ्चकम वर्णम मैले भनेर आएको थिएँ मेरो त यस्तो भएछ परिवारै जाने कुरा भयो बन्धु बान्धव स्वदेशी परदेशीमा सर्वत्र दानम बन्धुनाम दोष निवारण कृतैछ किलबान्द्र घृतबान्द्र दानादि प्रेतादयता इत्यादि मन्त्रेण अष्टोत्तर शत हवनादि कार्यवाही मातृ सद्गति निमित्तकं च पुराणत फलप्राप्ति कामना निमित्तकं सुमशय्या दानम सपत्यो अनि अब यसो हातमा खुलेर हातलाई कर्मशास्त्री जीवनारायण मोडो मनोज हृदयमा देशे बृहस्पति निगम तत्त्व रिजम देने भने नामो प्रतिष्ठा यावत सय्या दानादि गर्न तापम वर्ष के बना कर्मशास्त्री जीवनारायण अब आमा परस माथि यहाँ ओम वरुणेशकं मनमयकं तामाकाबाट घिउ पनि हो तामाकाबाट भोडी घिउ पनि हो त डिब्बामा होइन त तामाकाबाट कस्तो केही हुनु तामाकाबाट हो र होइन त्यही त के पैसा दियो घिउ बाबा छ अनलाइन निरुले हरिले दिदीले हेर्नुलाई नि त्यो दही कसरी पठाउँछौ त्यो दुध कसरी पठाउँछौ त नि त्यही दुना राख्दैन ले त फल लक्ष्मीनारायण जानु कहाँ छन् साडी खै त उता छ कुर्ता चप्पलै नि हुनु नेताका त असाध्यै एक नम्बर हो के मैले त म कहाँ उहाँ छोरी छैन म लान्छु भनेको मानिस होइन हुन्छ लैजाम हाम्रो नि बहिनी नै हुन्छ घरमा भाइ छ सुसु ए कति खुसी कति खुसी हुन्छ दिदी बसी उसँग बस्ने मसँग छोरी छैन छोरी बनाएर राख्नु जाने हो राधा फुपू कहाँ
उषाजुले भन्नुभएको त म त लिएर राख्छु मलाई त उहाँ भाइलाई चाहिएको होइन कति खुसी हुन्थ्यो कति खुसी हुन्थ्यो आफ्ना दिदीहरू भयो कति खुसी हुन्थ्यो उहाँ अस्ति 2 दिन जाँच दिएर 2 दिन बिदा भएको मलाई गाडी चढाइदिनु म चिकन जान्छु अब त्यो भन्ने भइसक्यो क्या दी गाडी चढाइदिनु दिपु काकालाई फोन गर्छु रे मोबाइल एउटा दिनुहोस् रे गाडी चढाइदिनु मोबाइल दिनुहोस् म दिपु काकालाई फोन गर्छु अहिले हो र अस्ति दसैँमा हो क्या उसलाई मोबाइल चाहिएको दिपु काका लिन आउँछ भने चाहिँ काकाले आइहाल्नुहुन्छ नि मलाई गाडी लिनु कति सजिलो हो त्यो हेर्नु आँट गर्नु क्या मलाई गाडी चढाइदिनु म जान्छु भन्ने आँट हो नि मान्छेलाई एउटा आशा हाम्रो एउटा भन्नारी शिर पनि गरिएको यहाँ शिर पनि ल्याएको पहिला एउटा छोरो पाइ पछि छाप्रोमा फाँटमा छाप्रोमा पाखामा पलास्टिकको छाप्रो 2टा छोरा पाइ अनि एकजना भिखाइ ब्लकमा मान्छे चाहिँ छोरी दिन सकिन्छ त नि आमा पानी मान्छेले भिखारी मान्छे हो उनीहरू भएन अहिले ऊ अस्ति बिहा बस्छ त्यहाँ अब 20-30 रुपियाँ त्यसै अब के गरिदिन्छ बक्सीहरू बिहामा बिहामा चाहिँ गयो खाँदैन लेता हो त उहाँ सबै पाठ गरेको नि खिचाउँछ जाऊ सबैजनाको खिचाउने गरी उसको नागरिक नम्बर छोराहरू बनाउनु 3टा छोरा छन् चलिबडै वशिष्ठ वशिष्ठ मिल्छ भने यसो गरिदिनु इन्भिटेसन वाट्सएपमा पठाइदिन्छु दिलीप सरको नम्बर पठाइदिन्छु म भनिदिन्छु त्यस्तो भयो भने त्यो सिम्पोजियमको हामीले बनाएको फ्लायर छ नि त्यो सेयर गर्दै भयो नि आशीर्वादात अब मान्छे त फरक बसेर काम गरेर म्यानेजमेन्ट त हो नि जहाँ उसो गर्दा नि भयो अहिले काम छ अरे पठाइदिनु पठाइदियो भने 300 सर मैले अघि त्यहाँ कुरा गरेँ त्यो सिम्पोजियममा चाहिँ सिम्पोजियममा पार्टिसिपेट गर्न मिल्छ एकदम धेरै सङ्ख्या त हाम्रो हलको स्पेसको कारणले होस् 2-4 जना 5-7 जना पानबाट आउँदाखेरि मिल्छ त्यो पानमा चिठी गएको छ भन्नु त अब यसो गर्छु नि त मैले म त्यो फ्लायर पठाइदिन्छु हजुरले चाहिँ इन्ट्रेस्टेड क्यान पार्टिसिपेट होइन काइन्डली कन्ट्याक्ट के अरे नास एड भनेर एउटा फोन नम्बर पठाइदिन्छु त्यहाँ गफ भनौँ न ओपन नै हो यो लक्ष्मीनारायण देवी
पछि आग्रामयाम बत्ती छ छैन कपु ल्याइदिनु त कपु पर्छ लाइटर ल्याऊ लाइटर भेटेन त्यो मैले कसैले देखाएन लाइटर ओदान आएन यसो हात गराएर ढाक्न पर्नु त्यो बत्ती अहिले चलाउनु पर्छ यहाँ पहिला त्यो प्रसाद ढाक्नु पर्छ दाहिने हात माथि बुढीवाला मात्रै हल्लाउने पहिलाको त बिर्सिछु क्या मैले त केही नै याद छैन मलाई घर त्यही भएर मैले रेकर्ड राखेको मम्मीको त हात च्याप्ने समस्या चाहिँ कममा होइन पहिला जति समस्या त छैन अब धेरै त्यसरी काम गर्दा गर्दा दुख्छ तर योपालि चाहिँ उठ्नु भयो यतिको बस्नुभएकै छ डर लाग्थ्यो मलाई मलाई पनि डर लाग्छ योपालि चाहिँ यतिको सक्नु मिल्छ तर अपरेसन पनि रिस्क हुन्छ अपरेसन गरे नि सिम्टम पुरै ठिक हुन्न त्यो नगर्नु एकदम नहुँदाखेरि एकदम गाह्रो भयो भने धेरै नै गाह्रो भयो भने गर्दाखेरि अलिअलिलाई ठिक छ अनि दुईटा दिन फेरि दुईटा हात मानिसित हरिओम तत्सद पूर्व संकल्प म आज जान्नु आज जान्नु होइन क्या थाहा त पाउनु थाहा पाउनु किन होइन क्या त्यसै भनेको होइन त नि होइन लग कतिमा सकिँदो रहेछ
प्रसिद्ध विशिष्ट राजकुटुम्ब जन्म खासमा मलाई पनि थाहा छैन कि फ्याक्टमा त्यही हो यति हतार भयो छोडिदिनु यति हतार भयो फोन पनि किन आइरहेको होला जस्तो लागिरहेको दिदीहरूले फोन गरे सामान बिर्सिने त्यसपछि बिहान खाएर गयो त्यस्तो खाइले पुग्दैन पुग्ने अलिअलि त खायो बेलुका 8 पादुकाली उपायन छत्रहरे चामरासन नानाविध भाजन सुवर्ण रजत भूषण विविध वक्षभूषा दर्शभूषणानि सौभाग्य यथा सम्भव पट्टकौशीय वक्षपुष्पाकार भाषवस्त्रादि वस्त्रादीनि नाना रूपं स्मरणीतां लक्ष्मीनारायण पद्म सहितं भान्दा त शनिबारलाई खान्छ त्यो धेरै कुरा आइडिया हुन्छ नि मलाई के थाहा छ माथि राखेको याद छ मलाई अरू थाहा अब एकजनाले दोही उठाउने एकजनाले गिलास उठाउने अनि अब कसले के खाने रोजी खानु पाइयो बिहामा जानु पाइएन आजैको रमाइलो देख्नु पर्यो ल पर्यो नि अब दिदीमा भएपछि पर्यो चिसो खा दुध बरु तात राखिदिएर खाना नि सजिलो हुँदो नि पहिलो माला लगाइदियो पहिलो मलाई आज त सुनै भएन उहाँ सका बिना जानु त उता माथि हालिदिनु भाउजूलाई सल ल खान्छ यहाँ गरेर म सल ओढाइदिएर आउँछु सबैले केटाउँछु है त्यो उयो ट्र्याक छ कि ट्र्याक लगाइदिनु न ट्र्याक छ भिनाजु पढ्दै हुनुहुन्छ हो त्यो यता छ ऊ त्यो चेनवाला साइज मिल्ने हुन् कि अड्कलाइजेसन हो सबै अड्कलाइजेसन ल ठ्याक्कै मिल्यो है
मैले अड्कलेको मैले रेकर्ड त गरेको थिएँ। भइरहेछ कि हरियो तत्सत पूर्व संकल्प वशिष्ठको अस्मत्मासे वशिष्ठको रायपत्नी नामले देव्याः मृतः त्रयोदशाये शुद्ध शान्ति कर्मणि एकाएन अवधिवरण वेदवरण गीतावरण सप्तशतीवरणानि तथा अनिष्टादि रेवत्यान्त पंचक नक्षत्रांतर्गत उत्तरभाद्र नक्षत्रे मृतायाः लक्ष्म्याः पूर्णगति निमित्तकं कीर्तेश पद्धतिना दानादि तत् सय्यादान शोकस्वर सय्यादान यद्यद् वस्तुनि तत्तद्दैवताकं संयुक्त रूपेण त्रिषु दैवताकं इमां शोकस्वर सय्यादान तत्प्रतिष्ठा दान तत्पूर्णता सिद्ध्यर्थं दानमुद्रागिरि लक्ष्मीनारायण दैवतन पूर्वोक्त सर्वै आत्य गुण प्रणात्य ग्रासवै समुदाय दाय ब्राह्मणाय सपन्ति एकटा पैसा बाँड्नु अब यो सय्या यहाँ भएको सामान हजुरको भन्नुहोस् यो सबै हजुरको सम्हाल्ने भन्नु सबै हजुरको सम्हाल्ने के पनि खानु भएन भन त सुन त पऱ्यो नि त नुन खायो खायो नुन खुवाउनु दान गरेर बोल्नु उहाँहरूलाई नुन खुवाउनु यति नुन खाइदिनु न यति नुन हजार के छ ल हिँड्नु भित्र अब त म सामानले हजुर काम गर्नु सामानले यो खाना अब